है त सुरु गरिदिउँ। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी स्याटरडे यसो जङ्गलतिर पिसमा नेचरमा रमाइलो गर्न जाँदैछौँ। अनि आजको हाम्रो राइडर सागर दाइ आज हामी टक्क लगाएर जङ्गलमा गएर पिसमा बस्ने विचार गरेछौँ। अब हाम्रो यहाँ हल्का सपिङ हुन्छ, हामीले हल्का सपिङ गऱ्यौँ अनि हाम्रो अब प्लान चेन्ज, हामी कार्तिकेतिर जाने भयौँ। प्लान चेन्ज भएको भइ गर्छ हाम्रो फ्लोमा हो, हामी यस्तै हो। यति हो हाम्रो सपिङ। हल्का पानी, मासु, चिउरा, चामल। मासु चाहिँ सानो मिनी फ्रिजमा हालिदिउँ, गनाउन सक्छ। ल है त अब जान्छौँ हामी गन्तव्यतिर। अन द वे टु कार्तिके। यता हुनुहुन्छ रोमन खड्का दाई, हाम्रो राइडर हुनुहुन्छ आजको सागर दाई, अनि अगाडि हुनुहुन्छ मुक्ति दाई। हामी चाहिँ अहिले कार्तिके देउरालीबाट यस्तो छिरेर दर्शन पोवाएर कार्तिके देउरालीको बिचमा बस्ने डिसाइड गऱ्यौँ होइन। यस्तो छ भ्यू वरिपरि दामी छ, हिमाल ठ्याक्कै छोप्या छ होइन। सबको हात थामाहरू छ, मेरो ब्याग छ होइन। ल हाम्रो आजको क्याम्प स्पट भनौँ कि डे क्याम्प स्पट फिक्स भयो। टक्क लाएर मुक्ति दाई फायरम्यान आगो बाल्नु सुरु गरिसक्नु भयो। हामीहरू यसो झाडी सफा गर्नेतिर लाग्यौँ, हामक हाल्यौँ, म्याट हाल्यौँ। अब खानेकुरा सिनेकुरा पकाउँछौँ, एकछिन चिला बस्छौँ, नाच्छौँ, जान्छौँ, रमाइलो गर्छौँ। यस्तै हो होइन। यो ढुङ्गामा मासु पोल्ने विचार गरेको छौँ हामीले होइन। झिरसिर केही ल्याएको छैन। इन्टु द वाइल्ड अनप्लान हुन्छ हाम्रो जहिले यसरी नै। ठिक्कै टाइम भयो होइन। हामी भन्नाले मात्रै हो होइन। एकछिन बस्नु पऱ्यो होइन, रमाइलो गर्नै पऱ्यो, खानै पऱ्यो। खानै पऱ्यो। टिस्यु पेपरले सर्लक्क सोह्र त के गर्नु पऱ्यो के हो नि सक्नेहरू। कफी बन्दैछ यहाँ। यता हाम्रो सेकुवा, यता हाम्रो मासु, मेन कोर्स मासु र भात भन्छ। अब एकछिन दुइटा चुलो, ठ्याक्कै एउटा चुलो दामी छ, एउटा चुलो, दुइटा चुलो बवाल विथ द भ्यू। रातो बवाल देखिरहेछ। यसरी
हाम्रो पानी हल्का सिद्धिएको अवस्था पानी भर्न आगे साथी भेट्यो आइज खै साथी त्यतै पनि भुट जस्तो यत्तिकै साथी भयो केटाहरू त्यो सुँगा मासु त उता माथि मात्रै छ झोल मजाले रातो भएछ कि है भात त एक भाँडो भएछ है धेरै भयो भने खाना नपाक्यो भने त यहाँ बाघले खान्छ दाइ हामी पनि बाघै हो भातै खाल्ला हो सिट कस्तो त मुख दाइ लानु है त अब कस्तो भएछ रोमन दाइ हाउ द फुड सायर दाइ ल इन्डिङ द्याट्स द इन्डिङ ल पहिला जस्तो सफा चाहिँ ठाउँ हामीले त्यस्तै सफा छोडिदिएछौँ आफ्नो फोहोर आफै बोक्नु होला यस्तो नेचरमा आएर फोहोर बनायो भने बस्न मजा आउँदैन सभ्य नागरिक बन्नु होला ल हामी हाम्रो वनभोजको एन्डिङमा आइसक्यौँ होइन पहिला अब हामी वनभोज जान्थ्यौँ बच्चामा यस्तो जङ्गलमा आएर भात पकाएर खानेलाई वनभोज भन्थ्यो अहिले चाहिँ अब न्यू जेनेरेसनले यस्तोलाई क्याम्पिङ भन्छ होइन क्याम्पिङ पनि भन्छ अनि अब तपाईँको डे क्याम्प सेक्याम्प दिने भन्छ म पनि क्याम्पिङै भन्थेँ होइन तर अब बाल्यकाल फ्ल्यासब्याक हुँदा चाहिँ यो वनभोज हो क्या हाम्रो ल वनभोजको इन्डमा आयो हामी बाई बाई अब अर्को पालि भेटौँला सी यू